ठूलो मानिसभित्र बच्चाको अंश हुन्छ। सायद हाम्रो जज इन्दिरामा अलिक बढी नै छ। नमस्ते, मेरो नाम चाहिँ मनीष सुवाल हो। I don't know who the judge is, whether he is from the music line or not, but I come from the music background. I just did my junior diploma in classical music in vocal. And I don't know in what basis the judge select me. I request to the Nepal Idol team to let me meet with the judges. Namaste. Hello, namaste. Namaste. आउनुस्। नाम भन्नुस्। My name is Manish Suwal. My birthplace is Sangja, Setibeni Bazar. मेरो संगीत विद्यालयको नाम चाहिँ इन्दिरा संगीत महाविद्यालय। तपाईको फेभरेट जनर कुन हो म्युजिक? क्लासिकल म्युजिक। क्लासिकल म्युजिक नै हो। द्याट्स ग्रेट। कति वर्ष भयो सिकिरहनु भएको? म 2006-07 मा देखि। हस के गाउँदै हुनुहुन्छ आज? म गुरु भक्तराज आचार्यको जहाँ छन् बुद्धका आँखा। जहाँ छन् बुद्धका आँखा स्निग्ध शान्त र सुन्दर, त्यहाँ छ शान्तिको क्षेत्र, मेरो राष्ट्र मनोहर, प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता, छल्किन्छ ममता मेरो भावगङ्गा जता जता। ठीक छ। तपाईँ क्लासिकलको स्टुडेन्ट हैन? शास्त्रीय सङ्गीतको। यस। एउटा शास्त्रीय आधारित एउटा नेपाली गीत सुनाउनुहोस्। नेपाली हुने शास्त्रीयमा उसमा आधारित लाइक ल भएन नि। तपाईँले अघिदेखि मलाई भन्नुभयो तपाईँको शास्त्रीयको स्टुडेन्ट कलानिधिबाट तपाईँले गर्नुभएको। हजुर सुनाउनुहोस्। I had a gapping, so like I didn't keep continuing doing rag, you know. It's like त्यो रागको एउटा सरगम गाउनुहोस् त। सा ल सा सरगम गाउनुहोस्। सारे गम पद निसा गाउनुहोस्। सा नि सा रे सा हैन, सारे गम पद निसा। सा रे ग म प ध नि सा सा नि ध प म ग रे सा सा रे ग म सा भन मात्र भन्नुहोस्। सा म भन्नुहोस्। म म प म प ध नि सा रे भन्नुहोस्। रे म भन्नुहोस्। म म म म है तपाईको अलि मेहनत पुगेको छैन। हजुर म मान्छु तपाईले सिकिरा छ। हजुर है तपाईलाई चाहिँ नि मेरो तर्फबाट चाहिँ नि अहिलेको लागि मेहनत पुगेको छैन। अलिकति फिल गर्दिनुस् भन्न चाहन्छु म चाहिँ गीतलाई। फिल नै जहाँ छन् बुद्धका आँखामा त्यो फिल नै मिसिङ पाएँ मैले, हुन्छ नि। नेक्स्ट टाइम तपाईँ अवश्य जित्नुहुन्छ यसपालिको लागि। सरी है। थ्याङ्क यू। टेक केयर, अल द बेस्ट। जजहरूलाई नभेटुन्जेल ठूलै असन्तुष्टि थियो यिनको। जे होस्, न्यू बज्राचार्यको कमेन्टले सारा भ्रम निवारण भएको अवस्था छ। राम्रै भो। न्यू बज्राचार्य सरको कमेन्ट इज भेरी एप्रिसिएबल। हामी स्वीकार गरिन्छ। एक्सपेक्टेसन हुन्छ सङ्गीत सिकेको मान्छे एउटा आलाप अथवा एउटा राग गर्न आएन हुन्छ, इट्स लाइक डिस्टर्बिङ टाइपको हुन्छ। भरे फेरि रुनु त छँदैछ गीत गाऊ गोल्डन टिकट छँदैछ। एउटा रमाइलो गीत एउटा सानो 2 लाइन सुनाउ त। के गाउँ रमाइलो त खासै अनुसार